विशेष हामी अब 2026 मा हामी प्रवेश भइसकेका छौँ। शुभकामना मैले टक्राएको छु। विशेष चाहिँ मेरो नयाँ वर्ष चाहिँ यही नै हो। म जहिले पनि येशू ख्रीष्ट चाहिँ मेरो रोल मोडल हो। म चाहिँ येशूकै कुरालाई चाहिँ बाइबलभित्र कहाँ के छ त भनेर, अनि प्रभु येशू पनि अब 2026 वर्षभन्दा अगाडि अब यस पृथ्वीमा आउनुभयो। त्यसले गर्दाखेरि मैले शुभकामना टक्राएको छु अनि धेरै कुराहरू भइरहेको छ। हाम्रो मण्डलीमा भवनमा आउनुभएको छ, धन्यवाद टक्राउन चाहन्छु। र आजको वचन विशेष अलिकति केही महत्त्वपूर्णहरू हुन सक्दछ र एउटा घटनाबाट आजको वचनलाई म बताउन चाहन्छु है। एउटा घटनाबाट है, मण्डलीको एक परिवारले राम्ररी सुन्नु होला है त। एक मण्डलीको एक परिवारले क्रिसमसको समयमा उसको पास्टर र पास्टरनीलाई उसको घरमा खाना बोलाएछ। सुन्नुभयो के भनेको थिएँ मैले? क्रिसमसको बेलामा एक मण्डली परिवारले पास्टर र पास्टरनीले चाहिँ घरमा खाना बोलाउनु भएको रहेछ क्रिसमसको समयमा। अनि खाना बोलाएर अनि खाएर अनि त्यो पास्टर र पास्टरनी घर फर्केको रहेछ। अनि यसो त्यो घरको आमाले हेरेछ अनि खाना खाएर गयो, थालमा चम्चा छैन। अनि उसको मनमा चाहिँ के सोचेछ भने पास्टरले चाहिँ मेरो चम्चा लग्यो भनेर। अनि उसले चाहिँ त्यो खाना खुवाएर जानुभयो। अनि त्यो चम्चा लगाएको धेरै मनमा एकदम किन यो पास्टर चाहिँ कस्तो खालको घरमा चम्चा नभने लगाएछ भने वर्षभरि उसलाई चाहिँ एकदम मनमा चाहिँ साह्रै पिर भएछ कि त्यो चम्चा नि। अब बिचरा त्यो अलिक कति दुःख गरेर किनेको थियो होला होइन, अनि लगेछ भनेर वर्षभरि एकदम ठुलो पिर भएछ। कसलाई? त्यो घरको परिवारलाई, त्यो आमालाई होइन, ठुलो पिर भएछ। अनि अब धेरै सताएछ त्यो पिरले नि वर्षभरि, किन मेरो त्यो चम्चा लानु पर्यो भनेर, त्यो पास्टरले किन लानु पर्यो भनेर वर्षभरि पिर। अनि ठ्याक्कै त्यस्तै अनि अब ठ्याक्कै त्यो वर्षभरि त्यो पिर हुँदा त्यो सोच्दा जहिले नि काम गर्दा जहिले त्यही कुरा आउने दिमागमा, जहिले नि मनमा एकदम भारी भएछ। अनि ठ्याक्कै त्यो अर्को वर्ष क्रिसमसमा पनि बोलाएछ खाना खानु है। बोलाएपछि चाहिँ अब त्यो घरको आमाले साह्रै असहाय भएछ। अनि खाना अब खुवाएपछि अनि अझ चाहिँ मेरो त्यो चम्चालाई कुरा चाहिँ नभनी म छोड्दिनँ भनेर त्यो आमाले ठुलो अब पुरै गर्छु भनेर मनमा जस्तो भारी भए पनि यो भन्छु भनेर अनि ठ्याक्क खाना खाएर सिधेछ। अनि त्यो घरको आमाले भनेछ, पास्टर बा तपाईँले मेरो चम्चा किन लानुभयो भनेछ कि। अनि पास्टरले चाहिँ के भनेछ भने त्यो चम्चा चाहिँ मैले तपाईँको बाइबलभित्र हालिदिएको थिएँ भनेछ। बुझ्नुभयो? मैले चाहिँ त्यो चम्चा चाहिँ तपाईँको बाइबलभित्र हालिदिएको थिएँ भनेपछि त्यो परिवार चाहिँ कस्तो किसिमको परिवार रहेछ? हाम्रो परिवार यस्तो नहोस् अब 2026 मा है। मेरो आशा चाहिँ त्यो हो, मण्डली परिवार सबै परमेश्वरको वचन अध्ययन गरोस्, पढोस् होइन। बाहिरी खोल परिवर्तन भएर नहुँदो रहेछ, भित्र हुनु। अनि आशा चाहिँ भित्रबाट, आनन्द चाहिँ भित्रबाट आउँछ होइन। के भएछ अरे पास्टर, मैले तपाईँको चम्चा चाहिँ तपाईँको बाइबलभित्र राखेको छु भनेपछि त्यो परिवार बाहिरी खोलको परिवार मात्र क्रिस्चियन रहेछ। बाइबलै नपढ्नु 2025 मा तपाईँले कतिले पढेन होला, त्यो आफ्नो ठाउँमा छ। तर अब चाहिँ
26 मा त्यो बाइबलभित्रको चम्चाको पीरले उसलाई मर्यो, तर वचनको पीर होइन, थोकको पीरले उसलाई वर्षभरि सताएछ नि, होइन? हामी कतिजना त्यसरी सताएको होला। तर आजको वचन 2026 मा आशामा आनन्द गर भने चाहिँ परमेश्वरले यो किङ्स मण्डलीलाई आशामा आनन्द गर भनेर यो 2026 मा परमेश्वरको वचन आएको छ। आशामा के अरे? आनन्द। त्यो मात्र तपाईले त्यो विषयवस्तुले मात्र तपाईले याद गर्नुहोस्, हैन? परमेश्वरले हामीलाई बाहिरी रूपरेखा हेर्नुहुन्न, बाहिरको परिवर्तन हेर्नुहुन्न, हैन? भित्र तपाईँ र मेरो आशा, तपाईँ र मेरो आनन्द परमेश्वर चाहिँ त्यो कुरासँग रमाउन चाहनुहुन्छ। वास्तवमा त्यो त्यसले गर्दाखेरि मैले त्यो घटना बताएको छु। त्यसले यो 2026 मा आशामा आनन्द गर भनेर किङ्स मण्डलीलाई परमेश्वरको वचन आएको छ। अनि मैले एक दुईवटा 3टा पोइन्ट, अनि यो के हो त यो आशामा आनन्द गर भन्ने कुरा मैले यहाँ तयार गरेको छु। अनि परमेश्वरको वचन अघि हाम्रो सञ्चालक सिनियर डिकनले धेरैचोटि हामीले कोट गरिसक्नु भएको छ। रोमी 12:12 मा लेखेको छ, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारणा गर, प्रार्थनामा निरन्तर लागिरह। रोमी 5:5 मा त्यही कुरा देखिन्छ, आशाले हामीले निराशा गराउँदैन, किनकि हामीले दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याएको छ। न यो 12:12 चाहिँ मानव जाति सबैलाई आशा राख्छ, संसारमा आनन्द पनि गर्छ। तर रोमी 5:5 चाहिँ हामी परमेश्वरमा हुने, किनभने विश्वास नगरेको मानिसहरूमा पवित्र आत्मा चाहिँ खन्याएको हुँदैन है, हैन? आशा गर्छ। तर रोमी 5:5 आशाले हामीलाई किन निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याएको छ। परमेश्वरको प्रेम चाहिँ कहाँ खनाउँदो रहेछ? हृदयमा, बाहिरीको त्यो खोलमा होइन, हृदयमा परमेश्वर पवित्र आत्माको परमेश्वरको प्रेम खनाएको छ। त्यसकारणले फिलिप्पी 4:4 के भन्छ? प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्दछु आनन्द गर। फिलिप्पी 4। त्यसकारणले फेरि रोमी 8:24 र 25 ले के भन्छ? किनकि यही आशामा हामीले मुक्ति पाएका थियौँ। अब देखिने चाहिँ आशा त आशा नै होइन, हैन? देखिने कुरा चाहिँ आशा न। यो पुलपिट तपाईँले देखिसक्नु भएको छ, यसको आशा छ त? छैन। किन? आँखाले देखिसक्यो नि। त्यहाँ के भन्छ? अब देखिने चाहिँ आशा नै होइन, किनकि देखेको कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौँ भने हरेसाथ हामी त्यसको प्रतीक्षा गर्छौँ भनेर रोमी 8:25 मा। अनि पहिलो कोरिन्थी 2:9 मा के लेखेको छ? त्यसकारण आँखाले नदेखेका, कानले नसुनेका, मानिसले मनमा नसोचेका यिनै कुरा परमेश्वरले उहाँले प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। रोमी 5:5 मा जिउनेहरूको निम्ति यो पहिलो कोरिन्थी 2:9 चाहिँ लागू हुन्छ। रोमी 5:5 मा नजिउनेहरूको निम्ति यो लाग्छ, किनभने रोमी 5:5 चाहिँ पक्का परमेश्वरले प्रेम गर्नेहरूको निम्ति, परमेश्वरमा रहनेहरूको निम्ति शक्ति पवित्र आत्माद्वारा खन्याएको हुन्छ। त्यसकारणले विश्वास चाहिँ के हो त? आशा राखेको कुराको निश्चयता। हिब्रू 11:1 विश्वास चाहिँ के हो त? आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा हो। किनभने विश्वास बिना परमेश्वरलाई
प्रश्न पार्न असम्भव छ विश्वास बिना, है। त्रिएक परमेश्वरमा विश्वास बिना के भनेछ, परमेश्वरलाई खुसी पार्नु सकिँदैन। किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँले खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ भनेर यी वचनको खण्डहरू छ। त्यसकारणले 2026 तपाईँ र मेरो लागि आशामा आनन्द गर भनेर आज परमेश्वर यो किङ्स मण्डलीलाई परमेश्वरमा जिउनेहरूको निम्ति आशामा आनन्द गर भनेर आजको वचन आएको छ। मलाई लाग्छ तपाईँ र मेरो निम्ति विशेष 3वटा कुराले चाहिँ हाम्रो जीवनमा ठुलो भूमिका खेल्छ। 3वटा कुराले हामीलाई हाम्रो हिँड्ने बाटोदेखि लिएर जिउने कुरादेखि लिएर सबै थोक चाहिँ यो 3टा कुराले हामीलाई हाम्रो जीवनमा ठुलो भूमिका खेल्छ। राम्ररी सुन्नु होला, 3टा कुराले, त्यो मैले यहाँ लेखेको छु। तपाईँको व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, हैन, यो 3टा कुराले। त्यसकारण यो 3टा कुरामा परमेश्वरले आज आनन्द गर, हैन। विशेष गरी हाम्रो यो 2026 मा हाम्रो आशामा आनन्द गर। के कुरामा हामी आशा राख्छौँ र त्यो कुरामा हामी आनन्द गर्न सक्छौँ। तपाईले सोचेको नयाँ विचार हो। 2026 मा तपाईले सोचेको नयाँ विचार, तपाईले के सोच्नु भएको छ, के विचार तपाईले यो 2026 मा तपाईले सोच्नु भएको छ। एउटा कुरा नयाँ विचार, तपाईले त्यो सोच्नु भएकै छैन भने तपाईले त्यो कुरामा आशा पनि गर्न सक्दैन। जे कुरा तपाईमा आशा छैन तपाईको जिउने बाटोमा आनन्द पनि छैन। नयाँ विचार एउटा, विचारपछि के आउँछ, त्यो विचारले बाटो तयार गर्छ। नयाँ बाटो, हिँड्ने बाटोहरू हिजोको दिन जे थियो आज छैन, भोलि जे हुन्छ आज देखेको छैन। त्यो के हो, नयाँ बाटो। त्यो बाटोले के देखाउँछ, काम। त्यसकारणले आशामा आनन्द गर, तर त्यो आनन्द गर्दाखेरि सधैँ हुँदैन। सङ्कष्ट हुन्छ, कठिन छ, समस्या हुन्छ। त्यसमा के गर्नु अरे, नआत्तिनु, नलिनु, धैर्य धारणा गर। धैर्य धारणा गर्न सकिँदैन। के गर्नुपर्छ, प्रार्थना गर। 12 को 12 मा त्यो प्रार्थना पनि निरन्तर लागिरह। किन लाग्ने त, त्यो त्यत्तिकै प्रार्थना गर्न सकिँदैन। के चाहिन्छ, शक्ति चाहिन्छ। त्यो शक्ति चाहिँ पवित्र आत्माद्वारा परमेश्वरको प्रेम जसको हृदयमा खन्याएको छ ती व्यक्तिहरूले आनन्द मनाउन सक्छ। किन, आशाले कहिले निराश हुँदैन। त्यसकारणले नयाँ विचार, नयाँ बाटो, नयाँ काम, त्यो कुराहरू अहिले हामीले देखेका छैन, तर देखिन आउँछ। जसले नयाँ विचार, नयाँ बाटो, नयाँ कामको आशा परमेश्वरमा राखेको छ भने तपाईले के सोच्नु भएको छ यो 2026 मा? तपाईसँग हुनु पर्छ होला, म विश्वास गर्छु। तपाईले के आशा राख्नु भएको छ? व्यक्तिगत जीवनमा
पारिवारिक जीवनमा, मण्डलीको जीवनमा तपाईँको नोटबुकमा के लेख्नु भएको छ? आज मैले प्रभु भोज खाँदै गर्दाखेरि भनेको छु, सबै कुरा परमेश्वरसँग गर्नुहोस्। यदि तपाईँमा त्यो आशा छैन, नयाँ विचारहरू छैन, नयाँ बाटोहरू तपाईँले तयार गरेको छैन, नयाँ कामहरू तपाईँले तयार गरेको छैन भने तपाईँ प्रभुमा आशा पनि गर्न सक्नुहुन्न, आशा बिनाको आनन्द पनि तपाईँले गर्न सक्नुहुन्न। किनभने तपाईँ र मेरो जीवन चाहिँ अर्थ छैन, मिनिङलेस। हिजो जस्तो छ आज पनि त्यस्तै हो, भोलि जस्तो छ पर्सि त्यस्तै हो। त्यो हुनुको निम्ति परमेश्वरले यो 2026 दिएको होइन। 2026 चाहिँ एकदम अर्थपूर्ण हुनको निम्ति परमेश्वरले हामीले दिएको छ। तपाईँले के नयाँ विचार लिनुभएको छ? यो हुनुपर्छ क्रिस्चियन जीवनमा। यो नयाँ विचार छैन भने हिँड्नु सक्दैन। अनि हिँड्नु नसकेपछि त्यसले काम देख्दैन। बाटो छैन त्यसको लागि, बाटो बिना काम पनि छैन, आशा पनि छैन। त्यसकारण परमेश्वरको वचनले के भन्छ? प्रभुमा सधैँ आनन्द। के कुरामा तपाईँ आनन्द गर्ने त? मैले राखेको आशा हैन, म त एकदम सधैँभरि मैले परमेश्वरसँग यो मलाई मेरो मनमा यस्तो छ, अन्तिम सास हुन्जेल परमेश्वरको निम्ति सेवा गर्ने मेरो म सधैँ जोस, मेरो आत्मा सधैँ जोसमा हुन्छ। मलाई यो निराश भन्ने कुरा मेरो जिन्दगीमा कहिले आउँदैन, कहिले पनि हुँदैन। म हताश पनि हुँदैन, निराश हुँदैन, के पनि मलाई हुँदैन। किनभने म जहिले पनि परमेश्वरले नयाँ दिनको लागि नयाँ आशा दिनुहुन्छ। म परमेश्वरले बिहान धन्यवाद, आज तपाईँले मेरो यो विचार छ, यो बाटो छ, यो काम छ तपाईँले दिएको। रिजोइस इन द होप। प्रभुमा सधैँ आनन्द गर। आनन्द गर्नु नसक्ने मानिसहरू सङ्कष्टमा आउँछ, ती मूर्छा पर्छ। किन? त्यसको हृदयमा परमेश्वरको प्रेम पवित्र आत्माद्वारा खनाएकै छैन, मागेकै छैन। अनि के आशा गर्छ? जहिले पनि कुहिएको जीवन होइन, सुकेको रुखको फेदमा पानी हालेर काम लाग्दैन होइन। बुढो रुखहरूलाई बाङ्गो रुखले सिधा गर्छु भन्दाखेरि सिधा हुँदैन, भाँचिन्छ। त्यस कारणले भन्दै गर्दाखेरि होइन, नयाँ विचारहरू, नयाँ बाटो, नयाँ कामको आशा राखेको छ भने आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेको यिनै कुरा परमेश्वरलाई प्रेम गर्नको निम्ति तयार पार्नु भएको छ। हामीले हाम्रो विचार गरेका छौँ, नयाँ बाटोहरू हामीले सोचेका छौँ, नयाँ कामहरू सोचेका छौँ, त्यसको परिणाम अहिले हामीले देखेको छैन। तर वी होप, हामी आशा गर्छौँ त्यो परिणामको निम्ति हामी आशा गर्छौँ। तपाईँ र तपाईँको परिवारको आशा के थियो? योजना के थियो? म र मेरो घरनाले परमप्रभुको सेवा गर्नेछ। अस्ति क्रिसमसको बेलामा अन्तिममा डिकन निकोलसले त्यो पढेर सुनाउँदै थियो। म र मेरो घरनाले परमप्रभुको सेवा गर्नेछौँ भन्नुको अर्थ के हो? विश्वासमा स्थिर रहने, परमेश्वरमा इमानदारीको जीवन जिउने, आज्ञाकारिताको जीवन जिउनु भनेको के हो त? म र मेरो घरनाले परमप्रभुको सेवा गर्ने। नयाँ विचार। तपाईँले के सोच्नु भएको छ यो 2026 मा? नयाँ विचार के आएको छ? यो तपाईँसँग हुनुपर्छ, मसँग हुनुपर्छ। नयाँ विचारहरू। यदि तपाईँले नयाँ विचारहरू तपाईँले लिनु भने आफ्नो आशामा त्यो मान्छे आनन्द गर्न सक्छ। अनि त्यो नयाँ विचारमा आनन्द गर्दै गर्दा सङ्कष्ट आउँछ। त्यो सङ्कष्टमा धैर्य गर्न सक्छ, किनभने त्यो व्यक्ति प्रार्थनामा निरन्तर लागिरहन्छ। अनि लागिरहनेले
आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्मा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याएको छ। त्यसकारण प्रभुमा सधैँ आनन्द गर्न सक्छ। किनभने आँखाले नदेखेको, कानले नसुनेको र मानिसले मनमा नसोचेको यिनै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूको निम्ति तयार पारिसक्नु भएको छ। आमेन। तपाईँको विश्वासले देखेको छ, तयार पारिसकेको छ। त्यो विश्वास मात्रै देखिन सक्नुपर्छ। हामी नदेखेको कुराको आशा गर्छौँ, धैर्य हामी त्यसको प्रतीक्षा गर्छौँ, किनभने हाम्रो आशा, हाम्रो विश्वास आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा हो। त्यसकारण विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँले खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। तपाईँको नयाँ विचार, तपाईँले त्यो नयाँ विचारै गरेको छैन भने यो वचन पनि तपाईँको लागि अर्थपूर्ण हुँदैन। तपाईँ र म हिजो जस्तो छ त्यस्तै हो। चेन्ज भन्ने, परिवर्तन भन्ने कुरा भित्र आउनु पर्यो नि। म अबदेखि मेरो विचार यो हो प्रभु भनेर। कतिजनाले तपाईँले 2026 मा अबदेखि यो मेरो यो विचार यो हो भनेर परमेश्वरमा राख्नु भएको छ। राख्नुपर्छ। विचारमा परिवर्तन हुनुपर्छ। यदि पवित्र आत्मा तपाईँ र मैले परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाएको छ भने पक्का तपाईँ र मैले त्यो विचार, नयाँ खोज, नयाँ चिजको अवधारणा राखेका छौँ। नयाँ बाटो। तपाईँ हिजो हिँडेको बाटोमा फेरि हिँड्न चाहनुहुन्छ? हिजो तपाईँ जस्तो गर्नु आज गर्नुहुन्छ? परमेश्वर चाहनुहुन्न। परमेश्वरको छोराछोरीहरू हरेक कदममा अघि बढेको देख्न चाहनुहुन्छ। संसारसँग अलग भएर उहाँको महिमाको निम्ति आशिषित भएर अरूलाई पनि आशिष पुर्याउने व्यक्ति चाहनुहुन्छ। गनाउने, फोहोरी, मैला, गन्दाको बाटो छोरोस् भनेर परमेश्वरले 2026 मा तपाईँ र मलाई नयाँ बाटो के तपाईँले नयाँ बाटोको परिकल्पना गर्नुभएको छ? के नयाँ बाटो मेरो निम्ति नयाँ बाटो यो हो भने सोचेको छ? नयाँ बाटो लिनेहरूको निम्ति आशा छ। त्यो आशामा ऊ आनन्द गर्न सक्छ। त्यो आनन्दको बेला सङ्कष्ट, कष्ट आए पनि धैर्य धारण गर्न सक्छ। किन? ऊ निरन्तर प्रार्थना गर्छ। प्रार्थना गरेको कारणले परमेश्वर पवित्र आत्माद्वारा परमेश्वरको प्रेम त्यसको हृदयमा खनाएको हुन्छ। हृदयमा परमेश्वरको प्रेम नखनाएको मान्छेहरू बुढो रुख जस्तै हो, सुकेको रुख जस्तै हो, पानी हालेर काम छैन। पवित्र आत्माको शक्ति भनेको तिर्खाएको व्यक्तिले पानी पिएको जस्तै। तिर्खाएको व्यक्तिले पानी पिउँदा कस्तो हुन्छ? तपाईँको अनुभव होला, मेरो अनुभव छ। भोकाएको मान्छेको निम्ति पानी पनि उत्तम छ, सुन्तला पनि उत्तम छ, दाल भात पनि उत्तम छ। तर तिर्खाएको व्यक्ति दाल भात उत्तम हुँदैन, पानी नै चाहिन्छ। पवित्र आत्मा नयाँ बाटोहरू परिवार अगुवाहरू प्रति मात्र दुखेसो गर्ने, पास्टर प्रति मात्र दुखेसो गर्ने, पिरै अगुवाले यो गरेन, पास्टरले यो गरेन, अनि ब्लेम लगाउने, आरोप लगाउने र आफ्नो खोजी नगर्ने। अघि मैले के भने, कति किङ्स मण्डली परिवार यस्तो मैले देखेको छु, वर्ष दिन बाइबल पढ्दैन, वर्ष दिन त्यसको घरको विधि छैन। 2026 मा म यो हुन, मेरो आशा यो हो,
यो परिवारमा, यो व्यक्तिको जीवनमा परमेश्वरको वचनले परिवर्तन होस्, मेरो आशा, मेरो आनन्द। दुःख लाग्छ कहिलेकाहीँ, तर 26 मा यो दुःखमा छैन। औगाले भात खुवाउँदैमा नहुँदो रहेछ नि, पास्टरले बोलाउँदैमा नहुँदो रहेछ नि, आफू नै तयार छैन भने के काम भयो? पिरले सताउने हैन। नयाँ बाटो, आजको दिन नयाँ हो, भोलिको दिन नयाँ हो। परमेश्वरको इच्छाले तपाईँ र मलाई यो माटोको शरीरमै राखेको छ। नयाँ बाटो, दैनिक जीवन नयाँ बाटो हुनुपर्छ हरेक समयमा। नयाँ बाटो, 25 को बाटो हिँड्ने थाल्यो भने तपाईँले त्यो 25 मा तपाईँले आशिष पनि पाउनु भयो होला, कतै गनाउने जीवन जिउनु भयो होला, कतै चोटको जीवन जिउनु भयो होला, कतै दुःखको, कहिले सुखै सुखको जीवन जिउने होला। तर व्रत गरिकन परमेश्वरले अझ आशिषको खोला, अझ नदी भएर परमेश्वरले हामीले बगाउन चाहनुहुन्छ। आमेन। चोर जस्तो होइन, चोर जस्तो होइन। यूहन्ना 10:10 मा के लेखेको छ? चोर जस्तो होइन। चोर त चोर हुन। 2025 मा तिमीले चोर्यो होला, तिमीले मार्यो होला, तिमी गनायो होला, तिमी प्रशस्तमा जियो होला, तिमीले खानु नभएको चिजहरू खायो होला, पिउनु नचिज पियो होला, लाउनु नचिजहरू लायो होला, आनन्द मनायो होला। तर 2026 मा जीवन जिउ प्रशस्त छ। के अरे? नयाँ बाटो, प्रशस्तको बाटोमा तिमी, हाम्रो नयाँ बाटो, तपाईले सोचेको नयाँ बाटो, आफ्नो आशामा आनन्द गर। के सोच्नु भएको छ? नयाँ बाटो, आशामा आनन्द गर, सङ्घर्षमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहौ। आशाले हामीले निराशा गराउँदैन, किनकि हामीले दिएका पवित्र आत्मा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाएको छ। त्यसकारण प्रभुमा सधैँ आनन्द गर, प्रभुमा सधैँ आनन्द गर। को गर्नु सक्छ? जसको हृदयमा पवित्र आत्मा द्वारा परमेश्वरको प्रेम खनाएकाहरू, उसले आशा गर्छ, ओ आनन्द गर्छ। सङ्घर्ष भए तापनि, दुःख कष्ट त सधैँको लागि छ नि, छ कि छैन त? तर मुक्ति र उद्धार पाएका मानिसहरू किन हतारिन्छ? किन हतारे जीवन जिउँछ? मुक्ति र उद्धार पाएकाहरू, आनन्द जीवन पाएकाहरूको जीवनमा किन समय निस्किँदैन? किन निराश हुन्छ? किन हतारे हुन्छ? हाम्रो ठाउँ त स्वर्ग, आनन्द ठाउँ पुग्नु बाँकी छ। त्यसकारणले परमेश्वरले समय दिएको छ, रात पारी दिएको छ सुत्नलाई, दिनमा कामलाई। 8-8 घण्टाको समय दिइदिएको छ। 8 घण्टा मनोरञ्जन गर, 8 घण्टा काम गर, 8 घण्टा सुत। 8 त्यहाँ 24 आवर्स प्रशस्त छ। त्यसकारणले हाम्रो नयाँ बाटोहरू, नयाँ काम, अब अन्तिम यो वर्षभरि आशामा आनन्द गर भन्ने कुरा। नयाँ काम के सोच्नु भएको छ? हैन, आशामा आनन्द गर। पढ्ने मान्छेहरू किन सधैँ दिनै किन पढ्नु जान्छ त? वाक्क दिक्क हुनु भने, तर रिजोइस वाक्क दिक्क हुँदैन। उसको आनन्द केमा छ? एक दिन रिजल्ट आउँछ, आई एम द बेस्ट स्टुडेन्ट, म चाहिँ सबभन्दा असल विद्यार्थी हुन चाहन्छु भन्ने त्यो आशा छ। अनि त्यो आशामा कष्ट छ नि, नानीहरू बिहान उठ्नु सक्दैन, भनेको बेलामा ड्रेस सुकेको हुँदैन,
भनेको बेलामा जुत्ता हुँदैन, भनेको बेलामा साथीहरूले बोकेको जस्तो झोला बोक्न पाउँदैन। कष्ट छ, सङ्घर्ष छ, तर उसको आशा के हो? एक दिन मेरो रिजल्ट आउँछ, म पास हुन्छ, अनि ऊ त्यो दिन आनन्द हुन्छ, त्यो दिन खुसी हुन्छ। तर उसले देखेको छैन त्यो आनन्द। तर ऊ दैनिक हिँडिरहेको छ उसको बाटोमा, उसको काममा, युनिभर्सिटीमा। हाम्रो यहाँ कोही जान्छ युनिभर्सिटी पढ्न? एकजना किप्पा, अरू छैन? कर्मा केयुमा कि टियुमा हो? कर्मा टियु, निशेल छिरिङ टियुमा छ। किन तपाईँ युनिभर्सिटी जान सक्नुहुन्न आज? वाइ यो हो, के हो तपाईँको आशा? टियुमा जानेहरू कति गाह्रो छ, कति सङ्घर्ष छ, तर एक दिन अनि ग्रेजुएसनको दिन टक्क कालो टोपी लाउँदाखेरि कस्तो खुसी होला त्यो दिन, है? याद गर्नुभएछ तपाईँको जीवनमा कहिलेकाहीँ त्यस्तो कहिले नदेखेको कुरा आशा गरेको छ, हिँडेको छ त्यो बाटोमा, तपाईँले प्राप्त गर्दाखेरि तपाईँले त्यो आनन्द मनाउनु भएको छ, तर त्यो प्राप्त गर्न सजिलो छैन। टियुमा पढ्नेहरू सजिलो छैन कति, तर उसको आशा छ। नयाँ काम, फर्ममा काम गर्नेहरू हैन, हरेकको नयाँ काम भनेको काम काम काम, वक्क दिक्क हुनुपर्ने, तर वक्क दिक्क हुँदैन। किन हुँदैन? उसले आशा गरेको हुन्छ। सङ्घ संस्थामा काम गर्नेहरू आशा गरेको। किरण भाइले एकचोटि, दाइ म यो आर्मी जागिर छोडिदिन्छु। किन छोड्ने? उहाँले के, मेरो एउटा आशा छ। के आशा हो त भाइ? एकचोटि चाहिँ म चाहिँ शान्ति सेनामा जान पाउनु मेरो आशा छ भनेर भाइले मलाई बाँडे। भाइ प्रार्थना गर, अवश्य पनि तपाईँ पुग्छ। त्यो एकचोटि म शान्ति सेनामा गएपछि म जागिर छोड्छु। तर त्यो भाइ त शान्ति सेनामा पुग्छ भने उसले देखेको छैन, तर उसको आशा है। अनि त्यो आशामा कतिजना उहाँको सँगैको साथीहरू पुग्नु सकेन, तर भाइ पुग्नु भयो, पुगेर घर फर्किनु भयो। कति आनन्द उहाँले बताउनु भयो नि यहाँ, कति आनन्द। त्यो आशा निरन्तर लागिरहने, प्रार्थना गरिरहने। हामी कयौँको यस्तो छ, मेरो आशा है, मेरो काम हो यो मण्डलीमा बिहान आउँछु, यहाँ मेरो आशा छ यहाँबाट लाखौँ मानिसहरूको आत्मा बाँच्ने छ। पृथ्वीमा मान्छे रहन्छन्, परमेश्वरको हराएका र नष्टमा गएको मानिसहरू परमेश्वरमा बाँच्ने छ, मेरो यो आशा छ। त्यही कारण म यहाँ आउँछु, प्रार्थना गर्छु, मलाई आनन्द लाग्छ, खुसी लाग्छ। रिजोइसिङ इन द होप। मेरो काम, परमेश्वरले दिएको काममा म आशा गर्छु, त्यो आशामा म आनन्द। कतिजनाको लागि यो भवनमा आउनु कठिन छ, कतिजना तपाईँको लागि प्रार्थना गर्न कठिन छ, कतिजना तपाईँले गर्दै गरेको कामको लागि तपाईँ कठिन लाग्छ। किन? यु हेभ नो होप। तपाईँसँग आशा गरेको छैन। आशाले कहिले पनि निराशा गराउँदैन। कहाँ लेखेछ? रोमी 5:5 के लेखेछ? आशाले कहिले पनि निराशा के लेखेको छ अरे? आशाले हामीले निराशा गराउँदैन, किनकि हामीलाई दिएका के अरे पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाएको छ। आमेन।
हाम्रो आशा, जसले येशूलाई गहिरो रूपमा बुझेको छैन, विश्वास गरेको छैन भने तपाईको परिवारको आशा के हो? कतिजना हाम्रो यहाँनिर सिंगल फ्यामिलीहरु धेरै छ। तपाईको कतिजनाको श्रीमान मिडल इस्टमा छ, कतिजनाको श्रीमती मिडल इस्टमा छ, कतिजनाको छोराछोरी मिडल इस्टमा छ। तर तपाईले आफ्नो श्रीमान प्रतिको परमेश्वरमा आशा के राख्नु भएको छ? श्रीमानहरुले आफ्नो श्रीमती प्रतिको आशा के राख्नु भएको छ? परमेश्वरमा। छोराछोरीले बुवाआमा प्रतिको आशा के राख्नु भएको छ? बुवाआमाले छोराछोरी प्रति आशा। मनपरी जीवन जिउनु हो भने डरलाग्दो हुन्छ। के आशा राख्नु भएको छ? अनि त्यो आशाको तपाईको बाटो, तपाईले त्यो आशामा के विचार राख्नु भएको छ? त्यो विचारमा तपाईको हिँड्ने बाटो, तपाई दैनिक कसरी हिँड्दैछ? अनि तपाईको दैनिक बाटोमा तपाईले के काम गर्दै हुनुहुन्छ? अन्त्यमा एउटा कुरा, के काम गर्दै हुनुहुन्छ? किनभने पहिलो कोरिन्थ 10:31 यसकारण चाहिँ तिमीहरू खाऊ, पियो, तिमीले जेसुकै गर, सबै परमेश्वरको महिमाको निम्ति गर। सबै कसको निम्ति गर? परमेश्वरको महिमाको निम्ति गर। किनभने सबैले पाप गरेको कारणले परमेश्वरको महिमामा पुग्न चुकेका छन्। पापको ज्याला मृत्यु, येशू ख्रीष्टमा आनन्द जीवन छ। आशा हो, येशू ख्रीष्टमा आशा छ, येशू ख्रीष्टमा आनन्द छ, सङ्कष्ट छ, कष्ट छ। धैर्य गर, निरन्तर प्रार्थनामा लागिरह। किनभने आशाले हामीले कहिले निराशा गराउँदैन। पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाएको छ। तपाईको परिवारप्रति, तपाईले श्रीमानप्रति, श्रीमतीप्रति, छोराछोरीप्रति, व्यक्तिगत जीवनमा परमेश्वरमा के आशा गर्नुभएको छ, त्यो आशामा सधैँ आनन्द गर्नुपर्छ। आमेन। नयाँ विचार, नयाँ बाटो। यसकारण खाओ, पियो, सबै आनन्द जेसुकै गर, परमेश्वरको महिमाको निम्ति गर भनेर पहिलो कोरिन्थी यसमा लेखिएको छ। त्यसकारणले मैले अस्ति पनि अगुवाहरूको बिचमा यो वचन बाँडे, अगुवाहरूलाई पनि मैले 3टा कुरा भनेको छु, मण्डलीले पनि म यो 3टा कुरा भन्छु र मेरो आशाको आनन्द त्यो हो। पहिलो है, किङ्स चर्च भएकोले आफ्नो साक्षी र चर्चको साक्षी बिगार्ने छैन भन्ने हाम्रो आशा हो। तपाईँ यस मण्डलीको हो भने तपाईँले मण्डलीको र तपाईँको साक्षी बिगार्ने अनुमति परमेश्वरले दिनुहुन्न। दोस्रो कुरा भनेको तपाईँ जहाँ गए पनि वा शनिबारको समय आउनु नसके पनि के सिकेको फर्मेटमा तपाईँको खबर राख्नुहोस्। के सिकेको फर्मेटमा तपाईँको खबर राख्नुहोस्। तेस्रो भनेको आफ्नो उत्तरदायी आफैले राख्ने, त्यो हाम्रो आशा हो, आनन्द हो। किनभने चर्च परमेश्वरको, त्यसकारण यो चर्चमा रहन्जेल हामी असल परमेश्वरको छोराछोरी हुने आशा हामी एक आपसको हो। त्यो आशामा हामी आनन्द मान्न सक्छौँ। यदि त्यो होइन भने अङ्ग्रेजीमा एउटा भनाइ छ हैन, नो न्युज गुड न्युज। भन्नुको अर्थ जहाँ खबर छैन त्यहाँ असलै खबर छ भने हामी बुझ्छौँ। अर्को कुरा के छ? आउट अफ साइट आउट अफ माइन्ड। तपाईँको खबर छैन, तपाईँको उत्तरदायी छैन भने जति बाहिर हुन्छ उति मण्डली परिवारको दिमागबाट पनि बाहिरै हुन्छ। आउट अफ माइन्ड आउट अफ साइट, नो न्युज गुड न्युज हैन। यस कारणले 2026 मा परमेश्वरले आशामा आनन्द गर। तपाईँ र तपाईको व्यक्तिगत जीवन परमेश्वरमा राखेको आशा, परिवारको आशा, छोराछोरीको आशा, योजना, नयाँ विचारको तपाईको आशामा आनन्द गर।
नयाँ बाटोको निम्ति आशामा आनन्द गर, नयाँ कामको निम्ति आशामा आनन्द गर। सङ्घर्ष छ, कष्ट छ, धैर्य धारणा गर, निरन्तर प्रार्थनामा लागेर, किनभने आशाले कहिले निराशा गराउँदैन। परमेश्वर पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाएको छ। त्यसकारण हामीले अब आउने दिनमा आँखाले नदेखेको, कानले नसुनेको, चित्तमा नपसेको काम हामीले परमेश्वरलाई प्रेम गरेको कारणले उहाँले हाम्रो निम्ति सब तयार पारिसकेको छ। आमेन।